सो नमस्कार साथीहरुमा आज म लिएर आएको छु हाम्रो अर्को टपिक यो बायोलोजीको छ ह्युमन सर्कुलेटरी सिस्टम क्लास 10 को लागि धेरै इम्पोर्टेन्ट टपिक हो। सो लेट्स स्टार्ट दिस टपिक। एकदमै हामी जिरो कन्सेप्ट देखि स्टार्ट गर्छौं। धेरै जनालाई यो च्याप्टरमा असाध्यै प्रब्लम आइरहेको हुन्छ। सो यो टपिक पढिसकेपछि तपाई एसएससी मा जति पनि क्वेशन्सहरु छन् आइरहेको त्यो सबै राम्रोसँग टेकल गर्न सक्नुहुन्छ। इट्स I will try my best to make this chapter so easy to make you understand, okay? So हामी स्टार्ट गर्छौं ह्युमन सर्कुलेटरी सिस्टम्स। सबभन्दा पहिला हेर्नुस् त सर्कुलेटरी सिस्टम सुन्नुस् है। हामी पढेको छौं हाम्रो बडीमा सिस्टम भनेको ग्रुप अफ अर्गनहरु हो। हैन यदि हामी लेभल अफ अर्गनाइजेसन हेर्छौं भने सबभन्दा हैन तल हुन्छ सेल, सेलुलर लेभल अफ अर्गनाइजेसन। यदि एनिमल्स झन डेभलप हुन गयो भने सेल्सहरु एउटा टिम जस्तो बिहेभ गर्छ। सिमिलर टाइप अफ हैन सेल्स एउटा टिम जस्तो बिहेभ गर्छ। हामी उसलाई टिस्यु भन्छौं। फेरि ग्रुप अफ टिस्यु मिलेर एउटै काम गर्छ भने हामी उसलाई के भन्छौं? अर्गन भन्छौं। फेरि अर्गन मिलेर काम गर्छ भने सिस्टम भन्छौं। सो हाम्रो बडी सिस्टम लेभल अफ अर्गनाइजेसन छ। सर्कुलेटरी सिस्टममा हाम्रो भयो हार्ट, ब्लड, ब्लड भेसल्स जुन एक साथ काम गर्छ ट्रान्सपोर्टेसन अफ अक्सिजनको लागि ट्रान्सपोर्ट गर्छ अक्सिजन, न्युट्रिएन्ट्स, हार्मोन्स, वेस्ट मेटेरियल्स इन आवर बडी। सो धेरै इजी छ। सर्कुलेटरी सिस्टम्स भन्दाखेरि बुझ्छौं त्यस्तो सिस्टम जसमा हार्ट, ब्लड, ब्लड भेसल्स एक साथ काम गर्छ फर ट्रान्सपोर्टेसन। हैन कहिले हामी क्वेशन मार्क पनि आउँछ सर व्हाई दिस सर्कुलेटरी सिस्टम इज भेरी भेरी इम्पोर्टेन्ट। किन हाम्रो बडीको ट्रान्सपोर्टेसन सिस्टम नै यो हो। जस्तै हामीले केही औषधि खानु छ हैन मानौ तपाईको खुट्टामा केही प्रब्लम छ। त खुट्टामा प्रब्लम छ भने हामी क्याप्सुल कहाँ खान्छौं? मुखबाट जान्छ हैन मुखमा खान्छौं। एन्टिबायोटिक खान्छौं। त्यो एन्टिबायोटिक जति पनि मेडिसिन छ हामी जे पनि अक्सिजन पनि लिइरा छौं हरेक कुनामा गइराछ कोसको हेल्पले? ब्लडको हेल्पले। हामीले एक ठाउँबाट अर्को ठाउँमा जान्छ भने हामी भेहिकल्स युज गर्छौं नि। भेहिकल्समा बस्छौं भेहिकल त्यहाँ छोडिदिन्छ जहाँ जानु त्यस्तो। त्यस्तै हाम्रो जुन ब्लड छ नि ब्लडमा सबै कुरा मिक्स हुन्छन् अनि एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने काम गर्छ। सो इट्स जस्ट अ ट्रान्सपोर्टेसन सिस्टम्स अफ आवर बडी। बुझ्नु होला है यसको धेरै ठूलो महत्व छ। अगाडि आउँछ हाम्रो होल सर्कुलेटरी सिस्टमले हामी दुई पार्टमा बाटेको हुन्छौं। धेरै कुरा यो थाहा हुँदैन बच्चाहरुलाई सो प्लिज ध्यान दिएर सुन्नु होला। सर्कुलेटरी सिस्टम्स इज टु टाइप्स, ओपन टाइप अनि क्लोज टाइप। ओपन अनि क्लोज कसै एक्जाम्पलले म बुझाउँछु सुन्नुस् है। म यहाँ लेखिदिएको छु। ओपन टाइपमा के हुन्छ भन्दाखेरि ब्लड जुन छ त डाइरेक्ट टिस्युमा ओपन हुन्छ के टिस्यु बात भनौं न। जस्तै ब्लड गयो अनि डाइरेक्ट एउटा बडी क्याभिटीमा गएर खन्यो। अब त्यो बडी क्याभिटीमा टिस्युले के गर्छ त्यहाँबाट अक्सिजन लिन्छ ब्लडसँग डाइरेक्ट कन्ट्याक्टमा आउँछ टिस्यु। सो इट इज द सिस्टम इन व्हिच there is a one body cavity that is called hemocoel. Hemocoel को भित्र ब्लड जान्छ अनि त्यसबाट हैन टिस्युले त्यसमा अक्सिजन्स न्युट्रिएन्ट्सहरु लिने काम गर्छन्। त्यसैले हामी भन्छौं टिस्यु बाथ। जस्ट लाइक अ टिस्यु बाथ विथ द ब्लड डाइरेक्टली। जस्तै हामी पाइप लिएर पानी लिएर एकदम पौधाले पानी दिन्छौं नि डाइरेक्ट पानी एकैचोटी रुटमा गयो अनि रुटबाट पानी एब्जर्ब भयो त्यसै डाइरेक्ट पोर गर्छौं हैन। त्यस्तै यसमा डाइरेक्ट पोरिङ हुन्छ ब्लडको टिस्युमा। तर यसमा यस्तो छैन। यसमा हाम्रो कन्स्ट्रिक्टेड हुन्छ। ब्लड डाइरेक्ट टिस्युलाई नछुइकन तर एनर्जी ट्रान्सफर हुन्छ। अक्सिजन डिफ्युज भयो, न्युट्रिएन्ट्स डिफ्युज भयो। हैन हामी पढ्छौं क्यापिलरीज मा ब्लड जान्छ र क्यापिलरीजबाट कुराहरु डिफ्युज हुन्छन्। तर डाइरेक्ट टिस्यु बात हुँदैन, अर्गन बात हुँदैन। यस जस्तै यसमा हैन यस्तै हामी जस्तै प्लान्टलाई डाइरेक्ट हामी पानी दिन्छौं नि मग पाइपले त्यस्तो यसमा हुन्छ। यसमा यस्तो हुँदैन। त हामी म लेखेको छु ब्लड इज कन्फाइन्ड विथ द भेसल्स। भेसल्समै ब्लड छ डाइरेक्ट टिस्युले छोड्दैन एन्ड डज नट इभन डाइरेक्टली बाथ हैन। ब्लड डज नट डाइरेक्टली बाथ द टिस्युज। टिस्यु डाइरेक्टली बाथ हुँदैन। हाम्रो जति पनि इन्सेक्ट्सहरु छन् अर्थोपोडा तपाईलाई थाहा छ अर्थोपोडा इज द लार्जेस्ट हैन फाइलम अफ इन्भर्टिब्रेट्स। अर्थोपोडामा पायो, मोलस्कामा पायो, यो लार्जेस्ट हो, यो सेकेन्ड लार्जेस्ट हो। अनि हाम्रो जुन क्लोज टाइप छ एनालिडामा देखा पर्छ। अर्थम हामी क्लास 11 मा अर्थम पढ्छौं। अर्थममा क्लोज सर्कुलेटरी सिस्टम पाउँछ अनि कोडाटा हामी पनि हैन हामी वी कम अन्डर द कोडाटा। सो हाम्रो पनि कुन सिस्टम छ? क्लोज सिस्टम छ है। याद गर्ने क्लोज सिस्टमको धेरै डिफरेन्सहरु छन्। म थोरै थोरै बताइदिरहेको छु।
यसमा हाई ब्लड प्रेसर हुन्छ किनभने भेसल्स भएर ब्लड गइरहेछ भने दे अलवेज एक्सपिरियन्स द हाई प्रेसर्स। सेकेन्ड क्वेसन के याद गर्नु होला भन्दाखेरि यसमा इफिसियन्ट वेले अक्सिजन डिफ्युज हुन्छ, न्युट्रिन्सहरू डिफ्युज हुन्छ, तर यसमा यस्तो छैन। यसमा लो प्रेसर हुन्छ जहिले पनि, एन्ड दिस इज नट एफिसियन्ट वे अफ ब्लड सर्कुलेसन। सो आई होप ओपन अनि क्लोज भइसक्नुभयो। हामीमा कुन सिस्टम हुन्छ? क्लोज टाइप अफ सर्कुलर सिस्टम हुन्छ जसमा ब्लडले टिस्युलाई डाइरेक्टली बाथ गर्दैन। जस्तै हामी पानी खाने आउँछ नि एकैचोटि आफ्नो बडीमा नहाउँदाखेरि त्यस्तो यसमा बाथिङ हुँदैन, ठिक छ? त्यो क्यापिलरिजमा ब्लड रहन्छ अनि त्यहाँदेखि के हुन्छ? इनर्जी एक्सचेन्ज हुन्छ। आई होप दिस इज क्लियर। अब नेक्स्ट छ हार्टको बारेमा। हामी हार्ट पढ्छौँ होइन, यो लाइन बाई लाइन पढ्छौँ, हाम्रो च्याप्टर त्यही सक्छ। हार्ट, ब्लड भेसल्सलाई डिटेल पढ्यो भने ब्लड सर्कुलेसन सिस्टम सक्यो। सो लेट्स स्टार्ट नाउ हार्ट। सो नाउ हामी पढ्छौँ हार्टमा भइरहेको सर्कुलेसन्स, ठिक छ नि? सो सबभन्दा पहिला हाम्रो सोच क्लास 10 मा डबल सर्कुलेसन भनेको के हो? सुन्नुहोस् है, डबल सर्कुलेसन्स भनेको हाम्रो एकदमै कन्सेप्ट क्लियर के राख्नुहोस् कि एउटा कम्प्लिट साइकल हैन, जब ब्लड सर्कुलेसन कम्प्लिट साइकल हुन्छ त्यो कम्प्लिट साइकलमा हार्टमा दुईचोटि ब्लड जान्छ। सो व्हाट इज डबल सर्कुलेसन्स? The circulation in which blood enters into the heart for the twice to complete one cycle, हैन त? once complete cycle हुँदाखेरि हार्टमा दुईचोटि ब्लड गयो भने हामी यसलाई डबल सर्कुलेसन भन्यौँ। सो डबल सर्कुलेसन भन्नुलाई एउटामा हुन्छ पल्मोनरी सर्कुलेसन हैन, पल्मोनरी सर्कुलेसन हुन्छ, अनि अर्को हुन्छ हाम्रो सिस्टमेटिक सर्कुलेसन, सिस्टमेटिक सर्कुलेसन। त्यसैले यो दुईटै भइरहेको कारणले हार्टमा एउटा कम्प्लिट दुईटै भयो भने एउटा कम्प्लिट साइकल भयो। सो यसमा हुँदाखेरि एकचोटि हार्टमा गयो ब्लड, फेरि यो सर्कुलेसन हुँदाखेरि फेरि अर्कोचोटि हैन ब्लड हार्टमा जाँदाखेरि हामी चाहिँ डबल सर्कुलेसन भन्यौँ हैन। सो पल्मोनरी सर्कुलेसन अनि सिस्टमेटिक सर्कुलेसन भन्दाखेरि हामी यो डायग्रामले बुझ्छौँ। हामी यहाँ यसमा पढ राख्नु होला। डेफिनेसन यही हो कि यदि वान कम्प्लिट साइकलमा ब्लड यदि हार्टमा दुईचोटि गइरहेछ, द्याट इज डबल सर्कुलेसन, एन्ड इट इज कम्प्लिटेड along with pulmonary circulation and systematic circulation in our body. What does it mean? We are going to understand in a minute. So हैन, अब हार्टको पिक्चर्स हैन हजुरहरूको किताबमा दिएको होला, इन्टर्नल स्ट्रक्चर अफ द हार्ट, त्यो एकदमै मजाले दुईचोटि चारचोटि कोहेर सिक्नु होला। म त्यस्तो हार्ट यहाँ बनाइरहेको छैन, किन भन्दाखेरि त्यो हार्ट बनाएर सबै भल्भहरू भेसल्स बताउँदाखेरि धेरै अप्ठ्यारो पर्छ तपाईँहरूलाई। त म सजिलो एउटा नेटवर्क गरिदिइरहेको छु बुझाउनको लागि कि हाम्रो हार्टमा कतिवटा च्याम्बर छ, त्यो च्याम्बरदेखि ब्लड कहाँदेखि कहाँ गइरहेछ। इट बिकम्स सो इजी फर यु, रफ म्याप जस्तो। तर यस्तो त नबनाउनु होला, यसरी माया मोह, यसले केही मिल्दैन, ठिक छ नि? अहिले मात्र पढाइमा ध्यान दिनुहोस्, बुझ्यो भने? सो म जुन हार्ट बनाइरहेको छु त्यो पनि एक्चुअली हार्ट होइन, तपाईँ किताबमा इन्टरनल स्ट्रक्चर अफ हार्ट दिएछ त्यही बनाउनु होला। तर म एउटा रफ स्ट्रक्चर बनाएर तपाईँले बुझाइदिइरहेको छु कि सर्कुलेसन कसरी हुन्छ। देन यु गोट टु नो वाट इज पल्मोनरी एन्ड वाट इज सिस्टमेटिक सर्कुलेसन। सो बी रेडी हैन, एकदमै दिमाग यहाँ लगाउनुहोस् अनि एकदमै इन्ट्रेस्टिङ मैले बताइदिइरहेको छु। त्यसमा तपाईँ कहिले पनि बिर्सन सक्नुहुन्न यो सर्कुलेसन्सको अनि ब्लडको फ्लो। सो हाम्रो हैन हाम्रो जुन हार्ट छ हैन, यो हार्ट हाम्रो यहाँ हामी बनायौँ। ल फटाफट हेर्दै जानु है, हाम्रो हार्ट यो भयो। सबभन्दा पहिला लोकेसन्स बुझ्नु, हाम्रो हार्ट कहाँ पाउँछ त्यो लोकेसन याद गर्ने। हाम्रो हार्ट के छ? लेफ्ट साइडमा छ। कहाँ छ? लेफ्ट साइडमा। हाम्रो लेफ्ट लङ्सको ठ्याक्कै तल जुन हाम्रो स्टर्नम छ नि, रिब केज जुन भयो, अनि यो हाम्रो स्टर्नम भयो। सो यस्तो हाम्रो रिब केज भयो हैन। सो रिब केजको जुन लेफ्ट लङ्स छ नि, लेफ्ट लङ्स ठ्याक्कै हाम्रो लेफ्ट लङ्सको तल अलिकति हाम्रो यो तल हैन, बिहाइन्ड द स्टर्नम लेफ्ट लङ्सको साइडमा यसरी हुन्छ। दिस इज आवर लेफ्ट लङ्स हैन। सो हाम्रो ठ्याक्कै यसको अलिकति तल हुन्छ यसरी, यसरी यहाँ बसेको, अनि यो हाम्रो स्टर्नम भयो। सो याद गर्ने, त्यसैले हाम्रो लेफ्ट लङ्सको साइज राइट लङ्सभन्दा थोरै सानो हुन्छ, किन यसले स्पेस दिएको छ हार्टलाई,
ठिक छ त याद गर्ने इट इज जस्ट बिलो द लेफ्ट लङ्स बिहाइन्ड द स्टर्नम बिहाइन्ड द स्टर्नम यसलाई हामी ब्रेस्ट बोन भन्छ नि त्यो स्टर्नमको ठ्याक्कै भित्र छ बिहाइन्ड छ अनि लेफ्ट लङ्स छ ठ्याक्कै तल त्यसैले हार्ट एट्याकको नाटक गर्दाखेरि राइट साइडमा नराख्नु होला हात बुझिहाल्छ कोही तपाईँ नाटक गरिराख्नु भयो साइज हुँदाखेरि अलमोस्ट इक्वल टु द फिस्ट याद गर्नु होला अलमोस्ट इक्वल टु योर फिस्ट फिस्ट भन्दाखेरि बुझ्नुभयो नि हो हातलाई यसरी राख्नुहोस् यो जति ठुलो तपाईँको हातको यो होइन मुठी जस्तो बन्यो त्यतिकै इक्वल हुन्छ सो यो हार्ट इज अलमोस्ट इक्वल टु द साइज अफ योर फिस्ट वेट हेर्दाखेरि यो लगभग ह्युमनको केसमा 280 टु 350 ग्राम्समा पुग्छ तर याद गर्नु होला है फिमेलको जुन हार्ट छ इज लाइटर देन मेल हार्ट फिमेलको हार्ट अलिकति हल्को भयो त्यसैले विश्वास कम गर्नु होला केटीहरूमाथि त्यसपछि हाम्रो हैन लोकेसन भयो साइज भयो वेट भयो लास्ट पोइन्ट फेरि याद गर्नु होला हाम्रो च्याम्बर हाम्रो हार्ट 4 च्याम्बर छ भेरी भेरी इम्पोर्टेन्ट तपाईहरु पढ्नु भएको छ हैन क्लास 9 मा क्लासिफिकेसनमा 5 क्लासिफिकेसन थियो नि पीसेस एम्फिबिया रेप्टिलिया एप्स अनि मेमेलिया सो पीसेस मा 2 च्याम्बर भयो हैन एम्फिबिया मा 3 च्याम्बर भयो रेप्टिलिया मा पनि 3 च्याम्बर भयो एक्सेप्ट क्रोकोडाइल अनि हाम्रो जुन एप्स छ अनि मेमेलिया छ त्यसमा हाम्रो 4 च्याम्बर भयो आई होप दिस इज क्लियर सो यो 4 च्याम्बर छ है अब 4 च्याम्बरको नाम फटाफट यो मैले सिम्पल बताइदिए यसबाट कहिलेकाहीँ क्वेशन सोध्छ 1 मार्कको लागि सो 1 मार्क्स क्वेशनको लागि धेरै धेरै इम्पोर्टेन्ट छ र एउटा कुरा अरु याद गर्नु होला द स्टडी अफ हार्ट इज कल्ड कार्डियोलोजी हामी जुन हार्टको स्टडी गर्दै छौं हामी उसलाई कार्डियोलोजी भन्छौं अनि जुन डाक्टर हार्टको स्पेशलिस्ट हुन्छ दैट इज कल्ड कार्डियोलोजिस्ट ठीक छ नि सो कार्डियोलोजी इज स्टडी अफ द हार्ट सो 4 च्याम्बर हामी फटाफट गरौँ ल र एकदमै रफ स्ट्रक्चर बनाइरहेको छु सो पहिला हाम्रो हार्टलाई हामी दुई पार्टमा डिभाइड गर्यौं माथिको तला तल्लोको तला माथिको तलाको नाम भइहाल्छ ऑरिकल सिम्पल भाषामा बुझ्दैन है एकदमै क्लियर सम्झाउँछु एकदमै अप्ठ्यारो पर्दैन अनि तल्लोको तलाको नाम भयो भेन्ट्रिकल ठीक छ पहिला पार्ट्सहरु बुझिहाल्छौं त्यसपछि हामी सर्कुलेसन बुझिहाल्छौं सो पहिला हाम्रो हार्टलाई तल माथि हामी डिभाइड गर्यौं सो ऑरिकल भयो भेन्ट्रिकल भयो हैन ल सो अब यो 2 च्याम्बर भएन तर हामीलाई फरक के छ 4 च्याम्बर त्यो एउटा हैन हाम्रो भगवानले यसो फिट ठ्याक्कै यस्तो हैन पार्टिसन गर्नुभएको छ हैन यस्तो ठ्याक्कै पार्टिसन गर्नुभएको छ ल अब चारवटा कुरा भएको भएन सुन्नुस् राम्रोसँग है एउटा के कुरा याद राख्नुला जुन पनि कपीमा तपाईको जुन लेफ्ट साइड छ त्यो राइट साइड कहलाउँछ एक्चुअली बडीको जुन तपाईको कपीमा बोर्डमा हैन हाम्रो राइट साइडमा हुन्छ त्यो जहिले पनि लेफ्ट साइड बताउँछ यो नियमै हो सो यो हाम्रो भयो लेफ्ट साइड यो राइट कहलाउँछ अनि यो हाम्रो कतातिर पर्छ राइट साइडमा दिस इज द लेफ्ट सो हाम्रो हार्टको यो ऑरिकल छ माथिको जति पनि तला छ यो हेर त यो माथिको पार्ट ऑरिकल कहलायो तलको पार्ट भेन्ट्रिकल कहलायो सो दिस chamber will be or what right auricle because it is situated in the topmost chamber and this is right side and this is located in the left so left top that's why left auricle simple or not similarly tell me what is the name of this chamber will be this is downside so this is ventricle and the name of this will be right ventricle and the name of this chamber will be tell me fast this chamber will be left ventricle यसो के छैन त फटाफट हामी नाम पनि सिकेको सिकेनौ सर माथिको च्याम्बरले ऑरिकल बन्यो हो कि हैन तल्लोको च्याम्बरले भेन्ट्रिकल बन्यो सर जुन राइट साइडमा छ त्यसको नाम भयो राइट ऑरिकल जुन लेफ्ट साइडमा छ त्यसको नाम भयो लेफ्ट ऑरिकल सो वी हैव अ 4 chamber लेफ्ट ऑरिकल हैन राइट ऑरिकल राइट भेन्ट्रिकल लेफ्ट भेन्ट्रिकल बुझ्नुभयो भेरी गुड अब सुन्नुस् राम्रोसँग यहाँ है यो दुईटाको बीचमा भगवानले भल्भ दिनुभएको छ भल्भ भनेको के हो सुन्नुस् राम्रोसँग है भल्भ भनेको यस्तो स्ट्रक्चर हो जसले ब्लडलाई एउटै डाइरेक्सनमा फ्लो गर्न दिन्छ मेन्टेन हैन सुन्नुस् है व्हाट इज भल्भ
allow blood to move or flow in one direction. युनिडाइरेक्सनल फ्लो हुनमा मद्दत गर्छ, ब्याक फ्लो हुन दिँदैन। अब के हो सर ब्याक फ्लो किन यति इम्पोर्टेन्ट छ र त? हाम्रो ब्लड यहाँदेखि यहाँ आउनु पर्यो, त जुन ब्लड एकचोटि यहाँदेखि यहाँ आइसक्यो त फेरि यहाँ नजाओस् भनेर भगवानले यसमा एउटा किसिमको भल्भ दिनुभएको छ। अब भल्भ म एउटा सिम्पल इक्जाम्पल दिन्छु। जस्तै हामी बाइसाइकल हाँक्छौँ हैन, बाइसाइकल हाँक्दाखेरि हामी पम्पले यसमा हावा कस्छ नि, यसमा सानो यस्तो बल्ब हुन्छ ल। यसको काम के हो? बाहिरबाट हामी हावा यसमा कस्न सक्छौँ, यो एलाउ छ। सो इट एलाउज ओन्ली आउटर एयर टु मुभ इनसाइड। तर एकचोटि जुन हावा कसिसक्यो हामी त्यो फेरि बाहिर निकल्दैन, त्यसैले यसले के गर्छ, मात्र हावालाई भित्र आउन दिन्छ तर भित्रको हावालाई बाहिर दिन दिँदैन। त्यो पनि भल्भ नै हो किसिमको, इट मेन्टेन्स युनिडाइरेक्सनल फ्लो। सो हाम्रो पनि यो बायोलोजिकल भल्भ छ, यहाँ एउटा भल्भ भयो, फेरि एउटा यहाँ भल्भ भयो सर, यहाँ पनि त चाहियो किन यहाँको ब्लड यहाँ आइसक्यो भने माथि नजाओस्, फेरि यहाँको ब्लड यहाँ आइसक्यो भने फेरि माथि नजाओस्। याद गर्ने फटाफट, यो पनि धेरै सिम्पल छ। जुन यहाँ भल्भ छ उसको नाम हो ट्राइकस्पिड भल्भ। विच भल्भ? ट्राइकस्पिड भल्भ। याद गर्ने, यो कहाँ कहाँ बिचमा हुन्छ? राइट ऑरिकलको बिचमा हुन्छ, राइट भेन्ट्रिकलको बिचमा हुन्छ, धेरै इजी। फेरि लेफ्ट ऑरिकल अनि लेफ्ट भेन्ट्रिकलको बिचमा एउटा भल्भ हुन्छ जसको नाम हुन्छ बाइकस्पिड भल्भ। बाइकस्पिड भल्भ म यसमा तीनटा यस्तो बनाइदिन्छु ल। यसलाई माइट्रल पनि भल्भ पनि भन्छौँ, अर्को नाम हो बाइकस्पिडको नाम के हो? माइट्रल भल्भ। अब हेर त, यो दिमागमा राख्ने, बायोलोजी धेरै इजी हो। तपाईँ वर्डमा अलिकति ध्यान दिनुहुन्छ नि, धेरै इजी हुन्छ। धेरै स्टुडेन्टले भन्छ कस्तो कस्तो नाम हुन्छ बायोलोजीमा हैन, झ्याउ लाग्छ। म त भन्छु नाम राम्रोसँग तपाईँ याद गर्नुहुन्छ 80% प्रब्लम सल्भ। ट्राईको मतलब हेर त, ट्राईको मतलब हुन्छ 3, बाइको मतलब हुन्छ के 2। त भल्भमा एकचोटि हामी पिक्चरमा एकचोटि भिडियो हेराइदिन्छु। यसमा हाम्रो यस्तो फ्ल्याप लाइक मसल्स हुन्छ यसरी। दुईटा मसल छ भने, दुईटा मसल यसरी छ भने यसरी ओपन हुन्छ, यसरी है, यसरी माथिबाट हैन ब्लड आयो, यस्तो ओपन हुन्छ, ब्लड तल गयो। त तलको ब्लड जति हाम भाले पनि खुल्दैन, त माथिदेखि तल आउन दियो, त तलदेखि माथि जान दिएन। भल्भको त्यही काम हो। सो ट्राइकस्पिड भनेको मतलब यसमा 3टा मसल छ ल यसरी। बाइकस्पिड भनेको यसमा 2टा मसल छ ल। हामीले क्वेशन पनि सोध्छ कि वाइ ट्राइकस्पिड भल्भ इज इम्पोर्टेन्ट, वाइ इट इज प्रेजेन्ट इन राइट ऑरिकल, राइट भेन्ट्रिकल, वाइ नट लेफ्ट साइड। यसको पनि आन्सर छ। हामी सबै क्वेशन्सहरू लाइन बाइ लाइन डिस्कस गर्छौँ। यो बाइकस्पिड भल्भ भइसक्यो, बुझ्यो भने यहाँसम्म के दिक्कत छैन। सो दिस इज द सिम्पल हैन स्ट्रक्चर्स अफ हार्ट। यसमा अरू पनि छ, हामी अगाडि बुझ्छौँ है। यहाँसम्म तिमीहरू भिडियो पज गरेर फटाफट नोट डाउन गर त ल। सो मैले यो सबै कुराहरू हैन हटाइदिएँ अनि यहाँदेखि अब ध्यान दिन्छु है। हामी अब पार्ट्सहरू अलमोस्ट बाँकी छ, अगाडि आउँछ, तर यसो बेसिक कुरा थाहा भइसक्यो हामीले। नाउ हामी हेर्छौँ कि ब्लड सर्कुलेसन यसमा कसरी भइरहेछ है। ध्यान दिनु राम्रोसँग। म जहाँ पनि यो एरो युज गर्छु, यो बुझ्नु ल अक्सिजनेटेड ब्लडको कुरा भइरहेछ, ठिक छ। अनि जहाँ पनि म यस्तो कुरा गर्छु त्यो बुझ्नु यो डिअक्सिजनेटेडको कुरा भइरहेछ है। अक्सिजनेटेडको स्पेलिङ त OXY हैन, डिअक्सिजनेटेड ब्लडको कुरा भइरहेछ। हेर बताइदिरहेको छु, अक्सिजनेटेड ब्लडको मतलब जसमा अक्सिजनको कन्सन्ट्रेसन बढी छ र कार्बन डाइअक्साइड एकदमै ना बराबर हैन। अनि डिअक्सिजनेटेडको ब्लडलाई हामी इम्प्योर ब्लड पनि भन्छौँ। इम्प्योर ब्लडको मतलब बच्चाले के बुझ्छ सर, यो नराम्रो खुन हो। नराम्रो खुन होइन, यसमा कन्सन्ट्रेसन अफ कार्बन डाइअक्साइड बढी छ अनि अक्सिजन कन्सन्ट्रेसन कम छ। त्यसमा अक्सिजन बढी छ, यसमा अक्सिजन कम भयो। यसमा कार्बन डाइअक्साइड कम छ, यसमा कार्बन डाइअक्साइड बढी भयो। यसै बुझ्नु होला, हामीलाई यो चाहिएको हुन्छ किन यसमा अक्सिजनको लेभल बढी छ है। ल सुरुवात गर्ने, सबभन्दा पहिला हाम्रो मानव बडीबाट जति पनि डिअक्सिजनेटेड ब्लड छ द्याट इज इम्प्योर ब्लड, हामी यसलाई प्योर ब्लड पनि भन्छौँ। सो जति इम्प्योर ब्लड छ पहिला हाम्रो सबै ब्लड यो च्याम्बरमा हुन्छ, याद गर्ने। त्यसैले यो च्याम्बरलाई हामी रिसिभिङ च्याम्बर पनि भन्छौँ। के भन्छौँ? रिसिभिङ च्याम्बर। तपाईको बडीको जति पनि ब्लड छ नि, नराम्रो ब्लड, इम्प्योर ब्लड, त्यो सबै कुन च्याम्बरमा हुन्छ र? राइट ऑरिकल। सो
This is the one of the blood vessels that bring all the blood vessels, all the blood in the which chamber? हैन, अब यसलाई म मेटिरहेको छु। यो ट्राइकस्पिड भल्भ हो, तपाईहरुलाई थाहै छ। हामी यहाँ लेखिदिरहेका छौं, दिस इज ट्राइकस्पिड भल्भ। ल, सो यो एउटा बाटो छ। सो यो बाटो जुन माथिबाट हैन ब्लड आइरा छ, हामी यस्तो हेराउँछौं, यो ब्लड आइरा छ माथिबाट, यस्तो ब्लड, यो ब्लड पनि यसमा आयो यसरी। तलबाट जुन लोवर रिजन अफ बडी छ, जस्तै हाम्रो स्टमक हैन, तलबाट आइरहेको हैन, जुन लेगबाट आइरहेको, सो लोवर रिजन बडीबाट जति छ त्यो सबै हाम्रो यहाँबाट आयो। अनि कहाँ आइसक्यो? राइट ऑरिकल। बुझिराख्नु पर्छ नि। So the blood vessels which carry the blood from upper body region, है, upper body region, हामी उसलाई भन्छौं superior vena cava, short forms SVC भन्छौं। हामी चाहिँ भन्छौं superior vena cava। सुन्नुस् है राम्रोसँग, यसले हाम्रो बडीको माथिल्लो पार्टबाट ब्लड यहाँ लिएर आउँछ। त्यो बडीको तलबाट जुन ब्लड लिएर आउँछ राइट ऑरिकलमा, हामी उसले भन्छौं इन्फेरियर भेना कावा। यही छ कि छैन? पहिला हामी के सिक्यौं हेर त राम्रोसँग, हाम्रो बडीबाट, बडी पार्ट्सबाट जति पनि इम्प्योर ब्लड छ, कुन ब्लड रे? इम्प्योर ब्लड छ, त्यो इम्प्योर ब्लड सुपेरियर भेना कावा अनि इन्फेरियर भेना कावा भएर कुन चेम्बरमा आयो? राइट ऑरिकलमा आयो। आरए भनेर राइट ऑरिकलमा आयो है। यहाँ राइट ऑरिकलमा हामी आइसक्यो ब्लड। अब यहाँदेखि सुन्नुस् है अगाडिको सफर। अब यो ब्लड यहाँ आइसक्यो। ल, यो ब्लड आइसकेपछि यहाँ त ब्लडको भोल्युम त बढिहाल्यो। अब यसको आफ्नो लिमिट होला। जसरी ब्लडको भोल्युम भइहाल्यो, यसले प्रेसर दिन्छ अनि यो भल्भ खुल्छ। यसरी ट्राइकस्पिड छ, तीनटा मसलको, यस्तो भल्भ ठ्याक्कै खुल्छ। खुलिसकेपछि अब यो भल्भले खुलिसकेपछि हेर, यसमा स्प्रिङ जस्तो यस्तो स्ट्रक्चर हुन्छ। हामी त्यति डिटेलमा गइरहेको छैन, यसलाई कोड्राइट एन्ट्री भन्छौं। सो त्यो अट्याच गरेको हुन्छ यसले, यसले तान्छ यसरी अनि भल्भ खुल्छ। यो भल्भ खोल्यो अनि यसबाट हाम्रो जुन डीअक्सिनेटेड ब्लड छ त्यो कहाँ आइसक्यो? राइट भेन्ट्रिकलमा। अनि यो आउनमा कसको योगदान छ? ट्राइकस्पिड भल्भ। अनि आइसकेपछि फेरि क्लोज भइहाल्छ यसरी टक्क। अब एकचोटी आइसक्यो ब्लड यसमा, फेरि यो ब्याक फ्लो हुँदैन। That is the function of the tricuspid valve. It stops अथवा it prevents backflow of blood from right ventricle to right auricle. यही त एक मार्कमा सोधेको हुन्छ तपाईको हैन, 10 सेटमा प्र्याक्टिसमा सोध्छ त के रट्नु पर्दैन। डायग्राम याद छ भने तपाई सबै क्वेशन्सहरुको आन्सर आइ डायग्राममा दिन सक्नुहुन्छ है। What is the function of tricuspid valve? It prevents backflow of blood from where? हाम्रो यो च्याम्बरबाट यो माथिमा जान दिदैन। बैक फ्लो फ्रम ब्लड फ्रम राइट ऑरिकल टु द राइट भेन्ट्रिकल। सो राइट ऑरिकल देखि हाम्रो ब्लड आइसक्यो राइट भेन्ट्रिकलमा। अफ कोर्स इम्प्योर ब्लड छ अनि यसमा कुन भल्भ काम गरिरहेको थियो? ट्राइकस्पिड भल्भ। बुझ्दै जानुस् है राम्रोसँग। ल, अब यहाँदेखि सबै गर्नुस्। अब यहाँ पनि ब्लड आइसक्यो। सर ब्लड आयो भने यहाँ पनि भोल्युम बढ्यो होला। यहाँबाट ब्लड जानु परेको पर्दैन, यहाँ पनि बाटो छैन, यहाँ पनि बाटो छैन, माथि जान सक्दैन। त्यसैले भगवानले के गर्नुभएको छ है, म राम्रोसँग बनाइरहेको छु। यहाँ तपाईको एउटा सानो यस्तो स्ट्रक्चर यहाँ छ है, यस्तो ठाउँ। म यसलाई मेट्छु थोरै देरको लागि। अनि यो स्ट्रक्चर यसरी गएर पछाडिबाट यसरी गएर यसरी गएर यसरी हैन, माथि यस्तो ओपन भएर बाइफर्केट भएछ यसरी। यहाँ एउटा हैन, यसरी हैन हाम्रो भयो अनि एउटा हाम्रो यहाँ ओपन भयो यसरी। बुझिराख्नु पर्छ नि। सो हाम्रो यो यस्तो निस्किरहेको छ कि म सिम्पल रफ बताइरहेको छु है। डायग्राम तपाई एकदम मजाले बनाउनु होला, तर यो कन्सेप्ट बुझ्नुस् है। सो यो एउटा यस्तो हैन, यहाँदेखि तपाई किताबमा हेर्नु डायग्राम यस्तो ल। यो एउटा यस्तो ब्लड भेसल्स राइट भेन्ट्रिकलदेखि माथि गएको छ र दुईटा साइडमा यस्तो बाइफर्केट भएको छ। यसको नाम हामी भन्छौं पल्मोनरी आर्टरी।
के भन्छौँ र पल्मोनरी आर्टरी भन्छौँ। अनि यो जान्छ टु द लङ्स। कहाँ जान्छ यो लङ्सनिर जान्छ। हामीसँग दुईटा लङ्स छ, त्यसैले यो गयो हाम्रो राइट लङ्समा अनि यो गयो हाम्रो लेफ्ट लङ्समा। सो हुन्छ के भेन्ट्रिकल जब कन्ट्र्याक्ट हुन्छ, सुन्दै जानुहोस् है, अरिकल्स कन्ट्र्याक्ट भयो, अरिकल्सले भेन्ट्रिकल्सलाई ब्लड दियो, राइट अरिकलले राइट भेन्ट्रिकल ब्लड दियो, राइट भेन्ट्रिकल कन्ट्र्याक्ट हुन्छ अनि अब यो ब्लड माथितर्फ यस्तो ट्राभल गर्छ, यसरी माथिदेखि ट्राभल गएर अनि यो गइहाल्छ हाम्रो राइट लङ्सतिर किन राइट साइडमा छ सर, अनि यो गइहाल्छ हाम्रो लेफ्ट लङ्सतिर किन यो लेफ्ट साइडमा छ। बुझिराख्नुपर्छ नि, धेरै जे छ है, अलिकति हाम्रो फोर जस्तो लागिरहेछ तर ध्यान दिएर सुन्दाखेरि सबै बुझ्नुहुन्छ है। यो हाम्रो ब्लड यहाँ गइरहेको थियो नि तल, यो ट्राइकस्पिड छ, ठिक छ। यसलाई नै पल्मोनरी आर्टरी भन्छौँ। ल सबैजना ध्यान दिएर बताउँ त सर, जब ब्लड माथि गइरहेछ त यहाँ पनि चान्सेस छ कि ब्लड ब्याकफ्लो भइहालोस्, हो कि होइन? हो। त्यसैले यहाँ पनि भल्भ चाहिएको छैन, चाहिन्छ। अनि यो भल्भ हाम्रो चन्द्रमा आदि चन्द्रमा जस्तो छ यस्तो, त्यसैले हामी यसले भन्छौँ सेमी लुनर भल्भ। के भन्छौँ र सेमी लुनर भल्भ, आदि चन्द्रमा जस्तो यस्तो स्ट्रक्चर जस्तो हुन्छ, यसरी टक्क यसरी यहाँ भल्भ हुन्छ। अनि सिन्स यो कहाँ छ पल्मोनरी आर्टरीको भित्र छ भने हामी यसले पल्मोनिक भल्भ पनि भन्छौँ, पल्मोनिक भल्भ पनि भन्छौँ। सो पल्मोनरी आर्टरीको भित्र पाइरहेको पल्मोनरी भल्भ होइन, पल्मोनरी भल्भ अथवा सेमी लुनर भल्भ पनि भन्न सक्छौँ। यो भयो। अब यहाँदेखि ब्लड जाँदाखेरि फेरि यो ब्लड ब्याकफ्लो हुन दिँदैन, बुझ्यो नि? अनि यो कस्तो ब्लड छ डिअक्सिनेटेड ब्लड होइन र, हेर त मैले जस्तो बताइरहेको छु यस्तो यस्तो यस्तो। अब लङ्समा गयो र मैले बताऊ त अक्सिजन सबै कहाँ छ हाम्रो लङ्समा छैन, हामी जति पनि अक्सिजन लिएर सब लङ्समा छ। अनि यो ब्लडमा अक्सिजनको कमी छ, त तिमीले आइडिया आइसक्यो होला सर कि अब हाम्रो यो ब्लड लङ्समा किन गइरहेछ कि लङ्समा गएर यो सबै डिअक्सिनेटेड ब्लड केमा चेन्ज हुन्छ अक्सिनेटेड ब्लडमा। भेरी गुड। सो यहाँ हाम्रो लङ्समा हामी लङ्स यस्तो गरिदिरहेको छौँ, यो लङ्सले ब्लड पायो, यहाँबाट टक्क यहाँबाट ब्लड पायो, यहाँबाट पनि यो ब्लड यसरी होइन आएको होला यसरी, यो गएर यसमै मिल्छ यसमै। सो यो ब्लड होइन हाम्रो लङ्समा गयो टक्क यसरी 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 गयो, बुझ्यो भने? अक्सिजन यहाँ छ, मस्त अक्सिजन यसमा मिक्स भयो। अब यो ब्लड के भयो प्युरिफाई। सो प्युरिफाई ब्लड त आइसक्यो तर लङ्सको काम होइन प्युरिफिकेसन अफ ब्लड गरिसकेपछि होइन सबैले बाँट्ने, बाँट्ने काम कसको हो? यो याद गर्ने, यो पम्पिङ हो, पम्पिङ अर्गन, अर्गन होइन, यो ब्लडलाई पम्प गर्ने त यही हो। सो फेरि लङ्समा जुन पनि डिअक्सिनेटेड ब्लड अक्सिनेटेड ब्लडमा चेन्ज भएको छ फेरि यहाँ आउनु पर्यो। यो च्याम्बर देखिरहेछ, दिस इज लेफ्ट अरिकल। सो हुन्छ के भगवान्ले फेरि हाम्रो एउटा सानो यस्तो यहाँ बनाउनु पर्छ, यहाँ यस्तो सानो यहाँ एउटा पाइप जस्तो लगाउनु पर्छ, यहाँ एउटा यहाँ दुईटा, फेरि यहाँ हेर्नु होला तपाईँको यहाँ दुईटा पनि होला, कविता भन्नु दुईटा पछाडिबाट यस्तो पछाडिबाट आएको हुन्छ यसरी यसरी लेफ्ट लङ्सबाट राइट लङ्सबाट नि पछाडि भएर कहाँ आएर पोर हुन्छ लेफ्ट अरिकल। सुन्नुहोस् लेफ्ट अरिकलले कुन ब्लड लिइरहेछ प्योर ब्लड, कहाँबाट लङ्सबाट। राइट अरिकल कस्तो ब्लड लिएको थियो डिअक्सिनेटेड ब्लड सुपेरियर भेना काभाबाट इन्फेरियर भेना काभाबाट। त यहाँ म हेर है, यहाँ हामी यसलाई चार्टलाई कम्प्लिट गर्दै जान्छौँ। राइट भेन्ट्रिकलले ब्लड लङ्सलाई दिएको छ र त लङ्सलाई दिएको छ, अफकोर्स इम्प्योर ब्लड छ यसमा नो डाउट। अनि कुन बाटो भएर पल्मोनरी होइन पल्मोनरी आर्टरी, हामी लेख्छौँ यहाँ पल्मोनरी आर्टरी, पी डट लेखिरहेको छु, बुझ्नु पल्मोनरी आर्टरी हो, ठिक छ? यो बुझे जाने है। अब लङ्सले ब्लड कसलाई दिन्छ लेफ्ट अरिकललाई। तर अब है अब सबैजना सुन्नु होला प्रिय विद्यार्थीहरू, यहाँदेखि सबैमा इम्प्योर ब्लड कुरा भइरहेको थियो। अब लङ्सबाट जति पनि ब्लड निस्किन्छ होइन, यहाँ जुन यसमा हुन्छ यसमा जुन ब्लड आउँछ यो सबै ब्लड हाम्रो के छ प्योर ब्लड हुन्छ। दिस इज प्योर ब्लड oxygenated blood, this is impure blood deoxygenated blood, बुझ्नु भने?
सो हाम्रो लेफ्ट लङ्सले हाम्रो लेफ्ट अरिकललाई दियो, द्याट इज अफ कोर्स प्योर ब्लड छ। अब भन्छु सर यो बाटोको नाम के हो कि न? यसको त नाम पुल्मोनरी आर्टरी थियो होइन, यसको नाम पुल्मोनरी आर्टरी छ र यो पुल्मोनरी आर्टरी यो हो। म यहाँ मेटाउँछु। हाम्रो यसको नाम थियो पल्मोनरी आर्टरी, जुन यहाँ डट 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 छ होइन, यस्तो 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 कसरी। दिस इज आवर पल्मोनरी आर्टरी। तर यसको नाम याद गर्ने पल्मोनरी भेन हो है। ठीक छ। सो प्योर ब्लड यसबाट पनि आएको होला होइन, पछाडिबाट हामी देखाउन सकेका छैनौँ, त दुईटै ब्लड आएर यहाँ आयो, दुईटै साइडको ब्लड। अनि यो कस्तो ब्लड छ? प्योर ब्लड छ। यहाँ आइसक्यो, यहाँ पनि प्रेसर बढ्यो सर। अब यो प्रेसर पछि बाइकस्पिड भल्भ यस्तो खोल्छ यसरी। सो लेफ्ट अरिकलले लेफ्ट भेन्ट्रिकललाई ब्लड दिन्छ, यो भल्भ खोल्छ यसरी, टक्क खोल्यो अनि सबै ब्लड कहाँ आयो? लेफ्टमा। सो हामी के गर्यौँ? प्योर ब्लड हाम्रो पल्मोनरी भेन भएर, यसको नाम के हो? पल्मोनरी भेन है। सो लङ्सले लेफ्ट अरिकललाई प्योर ब्लड दिन्छ, कुन बाटो भएर आउँछ? यो पल्मोनरी भेन भएर आउँछ यस्तो टक्क। लास्टमा हामीसँग अब यो यहाँ छ, यहाँ हेर त, यो सबै प्योर ब्लड यहाँ आइसक्यो। त के याद गर्ने? लेफ्ट अरिकलले लङ्सबाट ब्लड पायो, कसले पम्प गर्यो? लेफ्ट भेन्ट्रिकललाई। अब लेफ्ट भेन्ट्रिकलको काम हो सबै बडी अर्गन्सलाई पम्प गर्ने। यहाँदेखि यस्तो होइन, यहाँदेखि फेरि एउटा भल्भ यसरी जान्छ, यसरी यो हाम्रो भल्भ हुन्छ। अनि एउटा बाटो यसरी जान्छ, यसरी टक्क आएर टक्क यसरी आएर कि तपाईँहरूलाई यस्तो यु सेप लिएको हुन्छ, हेर्नुभएछ नि? यस्तो उसरी हुन्छ नि, माथि यस्तो एउटा तिनवटा होइन यस्तो गएको हुन्छ, टक्क यस्तो। हामी यसलाई अवटा भन्छौँ। के भन्छौँ? अवटा। ठिक छ। सो यो अवटा हेर, जस्तै यसमा भल्भ थियो सेमिलुनर भल्भ, यसमा पनि सेमिलुनर भल्भ नै हुन्छ। त हामी यसलाई भन्छौँ अओर्टिक भल्भ, किन यो अवटामा छ, त हामी भन्छौँ यसलाई अओर्टिक भल्भ। सुपेरियर इन्फेरियरबाट ब्लड यसमा आछ, राइट अरिकलमा, सुपेरियर भेना काभा इन्फेरियर भेना काभा भएर इम्प्योर ब्लड आयो सर। राइट अरिकलले राइट भेन्ट्रिकलले दिन्छ इम्प्योर ब्लड ट्राइकस्पिड भल्भ भएर। त्यसपछि राइट भेन्ट्रिकलले लङ्सलाई दिन्छ इम्प्योर ब्लड पल्मोनरी आर्टरी भएर, यो पल्मोनरी आर्टरी भयो यसरी अनि यसरी। पल्मोनरी आर्टरीले लङ्सलाई दिइसक्यो, ल लङ्सले इम्प्योर ब्लडलाई प्योरमा चेन्ज गर्यो। अनि यो सानो सानो यहाँ देखिरहेछ, यहाँबाट यसले दिइहाल्यो भित्रै। कहाँ दियो? लेफ्ट अरिकलमा। लेफ्ट अरिकल लेफ्ट भेन्ट्रिकलले पम्प गर्छ होइन। अनि यसमा याद गर त हाम्रो सरी है, लेफ्ट अरिकलबाट पहिला हाम्रो ब्लड हुन्छ, हेर त लेफ्ट अरिकलबाट कहाँ आएको थियो? लेफ्ट भेन्ट्रिकलमा नि आएको थियो, बाइकस्पिड भल्भ भएर होइन, म त बिर्सिहालेँ। अनि बाइकस्पिड भल्भबाट लेफ्ट भेन्ट्रिकलमा आएछ, लेफ्ट भेन्ट्रिकलले बडी पार्ट्सलाई दिन्छ है। लेफ्ट अरिकलदेखि लेफ्ट भेन्ट्रिकलमा बाइकस्पिड भल्भ आएको थियो। अब लेफ्ट भेन्ट्रिकलदेखि ठ्याक्कै पुरै बडी पार्ट्समा दिन्छ थ्रू द अवटा, थ्रू द अवटा। दिस इज द सर्कुलेसन्स इन आवर बडी। सो होइन, तपाईँहरू यसलाई पज गरेर हेर्नुहोस्, हामी त्यसपछि नेक्स्ट पढ्छौँ। हार्टको धेरै क्वेसन्सहरू गिभ रिजन्सहरू सोधिरहेको हुन्छ होइन, धेरै गिभ रिजन्स सोध्छ, कुन च्याम्बर कुनभन्दा सानो छ ठुलो छ, हामी नेक्स्ट भिडियोमा यसले कभर गर्छौँ।